सो आज नि फुटबलको कुरा गरौँ है त। सो आज चाहिँ बार्सिलोना भर्सेस इन्टर मिलान सेमी फाइनलको सेकेन्ड लेग गेम चाहिँ आज 12:45 मा हुँदैछ। सो नर्मली कुरा गर्नु पर्दाखेरि चाहिँ फर्स्ट लेगमा चाहिँ दुवै टिमको गेम चाहिँ टफ, एकदमै बवाल, एकदमै इन्टरटेनमेन्ट, किनकि दुवै टिमले चाहिँ 3-3 गोल हानेर चाहिँ ड्र गरेर सेकेन्ड लेगमा आएको थियो यिनीहरू लेग। अब सेकेन्ड लेगमा चाहिँ अलिकति बार्सिलोनालाई चाहिँ केही ट्रबल्सहरू हुनेवाला छ, किनकि देयर इज नो कोन्डे, देयर इज नो बाल्डे, राइट ब्याक नि छैन, लेफ्ट ब्याक नि छैन। यता लामिन यामाललाई सपोर्ट गर्ने मेन प्लेयर नि छैन, यता राफिनियालाई सपोर्ट गर्ने मेन प्लेयर पनि छैन। नो प्रब्लम, देयर इज मेनी मोर प्लेयर्स टु डिफेन्स इन्टर मिलान। कुबार्सी छन्, मार्टिनेज छन्, होइन, अरू थुप्रै प्लेयरहरू छन्, पेड्री छन्, लेवान्डस्की पनि ब्याक हुने कुरा छ, तर फुल्ली फिट एन्ड फाइन चाहिँ भइसकेको छैन भन्ने कुरा छ। तर जे होस्, लेवान्डस्की चाहिँ ब्याक हुनेवाला छ। सो खुसी कुरा त्यो हो, र दुःखको कुरा चाहिँ अब बार्लेर कोन्डे मेन डिफेन्सहरू चाहिँ छैन। इन्टर मिलानको कुरा गर्नुपर्दा चाहिँ इन्टर मिलानतिर चाहिँ कुनै प्लेयरहरू चाहिँ इन्जर्ड छैन जहाँसम्म लाग्छ। सो इन्टर मिलान चाहिँ बवालले खेल्दै आएको छ। अब जे पनि हुनसक्छ है, सेमी फाइनल हो, दुवै टिमले चाहिँ मरेर एकदमै ज्यान दिएर खेल्नेवाला छ। 12:45 मा आजको गेम पनि बवाल हुनेवाला छ। सो हेर्न चाहिँ नछुटाउँ होला। सो प्रिडिक्सन गर्नु पर्दाखेरि चाहिँ अब अफकोर्स म चाहिँ उता इन्टरतिर जान चाहन्छु। इन्टर स्टिल 3 र बार्सिलोना 2, एग्रिगेटमा कति भयो 6-5। सो मेरो प्रेडिक्सन चाहिँ यो हो। तपाईँहरूको प्रेडिक्सन के हुन्छ कमेन्टमा गर्नु होला। र अर्को खुसीको कुरा एज ए रियल मैड्रिड फ्यान र अन्य रियल मैड्रिड फ्यानहरूलाई चाहिँ लिभरपुलको प्लेयर एलेक्जेन्डर आर्नोल्ड चाहिँ यता रियल मैड्रिडतिर आउने लगभग फिक्स भइसकेको छ। एकदमै खुसीको कुरा हो। त्यसपछि चाहिँ बवाल हुनेवाला छ। एम्बाप्पे, विनिसियस जुनियर, रोड्रिगो, जुड बेलिङ्गाम, बेलबर्टे, होइन, एलेक्जेन्डर आर्नोल्ड बवाल हुनेवाला छ नेक्स्ट सिजन। सो त्यही हो, द्याट्स अल, थ्याङ्क्स फर वाचिङ।